डाक्टर सन्दुक रुइत, दृष्टिका भगवान। भगवान ताप्ले जिल्लामा जन्मेर यहाँ आएर हामीलाई पुनर्जन्म दिनुभयो। सन्दुक सहित उहाँको परिवारलाई ताप्लेजुङमा स्वागत। नेत्रज्योति सङ्घको आयोजना र तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको 3 दिने निःशुल्क आँखा शिविर। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले डाक्टरको स्वागत गर्दै 3 दिने निःशुल्क आँखा शिविर बारेमा र जिल्लामा आँखाका रोगीहरूका बारेमा जानकारी गराउनुभयो। शिविरका लागि चिकित्सक सहितको 21 जनाको विशेषज्ञको टोली ताप्लेजुङको डिचेन डोङ्गलामा। सन्दुकको हातबाट अपरेसन गर्न काठमाडौँदेखि ताप्लेजुङसम्म। म यहाँ चाहिँ किन आएँ भन्दा डाक्टर रोहितकोबाट अपरेसन गर्ने मेरो पहिलादेखि इच्छा। म उहाँ काठमाडौँमा उहाँको हस्पिटलमा सोद्धाखेरि चाहिँ 6 महिनासम्म तपाईँको लाइनमा कुर्नुपर्छ भनेको कारणले म ताप्लेजुङ जिल्लामा चाहिँ सिभिल आउँदैछ भनेको कुरा मैले थाहा पाएँ। त्यस कारणले म ताप्लेजुङ आएँ। मेरो जुन दिन पट्टी खोलेँ त्यो दिन चाहिँ मैले आँखा केही पनि देखिनँ र म अलिकति डराएँ पनि के भएर मेरो आँखा चाहिँ यति मधुरो भयो भनेर भने। तर डाक्टरले हेरेर भन्नुभयो ठिक छ तपाईँको 2 दिनबाट ठिक हुन्छ भन्नुभयो। तर मेरो अलिकति सुगरहरू पनि भएर कारणले होला आजको 5 दिनको दिन मेरो अपरेसनको 5 दिनको दिनमा चाहिँ मेरो आज चाहिँ आँखा मैले अर्को भन्दा पनि मैले क्लियर देखेको छु। शिविरको पहिलो दिन आइतबार एकै दिन 6 जनाको दुवै आँखाको शल्यक्रिया। दृष्टि फर्किएको खुसी विष्णु मायाले जब पहिलोचोटि बुहारी देखिन्। दृष्टि फिर्ता पाउँदाको भावना शब्दमा व्यक्त गर्न कठिन हुन्छ। विष्णु मायाले पहिलो पटक आफ्नो बुहारीलाई देख्न पाउँदा झल्किएको खुसी नै यसको प्रमाण हो। सबै देख्यो यता देख्छ पर देख्छ होइन यो बुहारी पहिले हेर्छु भनेको यो बिहा गरेपछि हेरेको थिइनँ। ताप्लेजुङमा डाक्टर सन्दुक रुइत सहितको 21 जना विशेषज्ञको टोलीले 3 दिनको शिविरमा 1633 जनाको आँखा परीक्षण तथा उपचार त्यस्तै 209 जनाको शल्यक्रिया सम्पन्न गर्नुभयो। 206 जनाको मोतीबिन्दुको अपरेसन र 3 जनाको साधारण अपरेसन भयो। शिविरमा डाक्टर सन्दुकका छोरा सागर रुइत र सन्दुककी धर्मपत्नी नन्दा श्रेष्ठ रुइत हुनुहुन्थ्यो। बिरामीको हेरचाहमा नन्दा श्रेष्ठ रुइतले राम्रो काम गरिरहनु भयो। विश्वविख्यात डाक्टर सन्दुक रुइत ताप्लेजुङको फक्ताङलुङ 7 ओलन्चुङ गोलामा जन्मिनु भएका एक चम्किलो तारा हुनुहुन्छ। डाक्टर रुइतलाई विदाई कार्यक्रमको मौकामा नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा ताप्लेजुङले सेकेन्डरी आँखा अस्पताल निर्माणमा थप सहयोगका लागि अनुरोध गर्दै ज्ञापन पत्र बुझायो। वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतज्यू, कार्यकारी निर्देशक तिलगङ्गा आँखा अस्पताल काठमाडौँ महोदय, यहाँले नेपाल र विश्वमा आँखा स्वास्थ्य क्षेत्रमा गर्नुभएको लगानी, भित्र्याउनु भएको प्रविधि, मेहनत र सिपका कारण विश्व जगतले तपाईँलाई आँखाको भगवानको रूपमा पुकार्ने गरेको छ। ताप्लेजुङको दुर्गम गाउँमा जन्मिएर आँखा स्वास्थ्य क्षेत्रमा विश्वलाई अचम्मित तुल्याउने तपाईँको अतुलनीय योगदानले यो बेला हाम्रो छाती चौडा भएको छ। आँखा जस्तो संवेदनशील अङ्गको जोगावटका लागि हुने गरेका यस्ता अभ्यास र प्रयासहरू विश्वका लागि अनुकरणीय भइदिएका छन्। हामी तपाईँ र तपाईँको टिम मार्फत भएका यस्ता असल र अनुकरणीय कार्यको मुक्त कण्ठले प्रशंसा गर्दछौँ। डाक्टर सन्दुक रुइतले आफ्नै जन्म जिल्ला ताप्लेजुङ भएका कारण पनि यसमा सक्दो सहयोग गर्न आश्वासन दिनुभयो। साथै अक्षय कोषका लागि समेत केही आर्थिक सहयोगसम्म गर्नुभयो। हाम्रो नेतृत्व सङ्घको अध्यक्ष
अध्यक्ष परिवार र सम्पूर्ण यहाँहरूलाई मेरो नमस्कार छ। मलाई दार्जिलिङमा काम गर्न थालेको त अब हामी बेला बेलामा पहिलादेखि नै तपाईँको यो स्कुलमा है यो जमानादेखि हामी आएर शिविर गरिराख्थ्यौँ नेतृत्व सङ्घ हुनुभन्दा अगाडिदेखि नै है। त्यसपछि हामी अलिकति नियमित तरिकाले अब यसलाई हामी केही न केही हदले नियमित हामी बनाउँछौँ। काहीँसम्म मैले पुरा गरिरहेको छु। अनि हामीले यसलाई सालिन्दा रूपमा प्रोग्रामलाई लिएर जाने एउटा त्यो अर्को चाहिँ यो जुन ओटीको हाम्रो कम्युनिटी आई सेन्टरलाई अपग्रेड गर्ने कुरा छ त्यो कुरामा मैले सके जति म कोसिस गरौँला है। पहिला त हामीलाई एस्टिमेट गर्नुपर्छ। एस्टिमेट गरेर अब यहाँ बसेर एकदम विश्वस्तरीय अपरेसन थिएटर बन्छ भन्ने चाहिँ चिताउनुहोस्। यहाँ हामीले सस्टेनेबल तरिकाले बनाउनुपर्छ है। त्यस कारण त्यो एउटा अनि अर्को मलाई यहाँ आएर योपालि काम गर्नु दिनुभयो। यहाँहरू सबैलाई धेरै धन्यवाद दिन चाहन्छु र म र मेरो श्रीमतीको तर्फबाट